आज फेरि पनि तपाईहरुको माझमा एउटा नयाँ भिडियो लिएर आएको छु। जुन भिडियोमा चाहिँ हाम्रो उज्यालोको प्रतीक कुलमान घिसिङज्यूलाई हामी सर्लाही जिल्लामा बोलाइराखेको छौं र सबैको मनमा जिज्ञासा होला कि यो कार्यक्रम चाहिँ कहाँ भइराखेको छ भन्ने कुरा। त यो कार्यक्रम हेर्नुस् तपाईहरुले सरस्वती पार्टी प्यालेस, जो कि तपाईको हरेनको खसी बजारदेखि पूर्व साइडमा छ र राम्रोसँग हेर्न सक्नुहुन्छ। यो सरस्वती पार्टी प्यालेस हामी कार्यक्रम यहीँनेरि गरिराखेको छौं, जुन कार्यक्रममा हामी उज्यालोको नायक श्री कुलमान घिसिङज्यूलाई हामी सम्मान गर्दैछौं। सो फेरि पनि हेर्न सक्नुहुन्छ तपाईहरुले सरस्वती पार्टी प्यालेस। हाम्रो होल टिम यसरी नै दिनरात कार्यक्रमलाई सफल गर्नको लागि र हाम्रो उज्यालोको नायक कुलमान घिसिङज्यूलाई सम्मान गर्नको लागि हामी खटिराखेका छौं र लोकेसन हेर्न सक्नुहुन्छ। तपाईहरुलाई त्यसै पनि मन परोस् यो ठाउँ, यो लोकेसन र भित्रको दृश्य र भित्रको प्लेस कस्तो छ भन्ने कुरा म तपाईहरुलाई देखाउँदैछु भिडियो मार्फतदेखि। कार्यक्रम गरिरहँदाखेरि अलिकति फराकिलो र सहज ठाउँ चाहिने भएकोले गर्दाखेरि चाहिँ हेर्नुस् यो प्लेस कस्तो दामी छ। प्लेस एकदमै स्पेस पनि भएको र राम्रो भएको, जहाँ चाहिँ सबै नागरिकलाई जनताहरूलाई पनि एकदमै सहज हुन्छ। यस्तो हाई टेम्परेचरको तराईको गर्मीमा पनि एकदमै फराकिलो ठाउँमा कार्यक्रम हामी गर्न गइराखेको छौँ। हेर्न सक्नुहुन्छ तपाईहरुले यहाँ हाम्रो फुल टिम, होल टिम लोकेसन हेर्न सक्नुहुन्छ, ठाउँ हेर्न सक्नुहुन्छ। तपाईले कमेन्ट गरिदिनुस्। यहाँ हाम्रो दाइहरु हुनुहुन्छ, होल टिम यसरी हामी एक ढिक्का भएर हामी कार्यक्रम सफल गर्नको लागि खटिरहेका छौँ। यहाँ दाइहरुलाई के गर्नु, भिडियोमा आउनु भन्ने बित्तिकै दाइहरु लजाउनुहुन्छ, ब्याक साइड भाग्नुहुन्छ। उहाँ हुनुहुन्छ सबै हाम्रो होल टिम। यो भयो तपाईको जहाँ कार्यक्रम भित्रको टेन्टको हाम्रो सिन हो, यो जुन चाहिँ दृश्य हो। अलिकति साँझ र रात भएकोले गर्दा लाइट बलिरहेको तपाईले हेर्न सक्नुहुन्छ। यो म तपाईलाई देखाइरहेको छु। तपाईहरुलाई कस्तो लागिरहेछ यो कार्यक्रम यहाँनिर गर्दाखेरि प्लिज कमेन्ट गरिदिनुस्। यो होलमा म्याक्सिमम तपाईको 1500 जतिको मान्छेको लागि बस्नको लागि एकदमै सहज हुनेछ। हेर्नुस् हल कस्तो छ भन्ने कुरा तपाईहरु पनि एकचोटि हेरिदिनुस्, राम्रोसँग लाइक कमेन्ट गरिदिनुस्। अब यो रह्यो हाम्रो मञ्च, जहाँ चाहिँ हामी कार्यक्रम, जहाँ चाहिँ हामी उज्यालोको नायक श्री कुलमान घिसिङज्यूलाई यो स्टेजमा ल्याएर हामी कार्यक्रम गर्दैछौँ। यो स्टेज कस्तो छ, तपाईलाई कतिको मन परिरहेको छ त्यो पनि भनिदिनुस् है। यो स्टेज भनेको हाम्रो यस्तै हो। अब यही हाम्रो अलिकति कुराकानी हुन्छ यो विषयमा। जो स्टेज चाहिँ सबैलाई मन परेको छ र मलाई पनि एकदम मन पर्यो। दाइले एकदम लजाउनुहुन्छ कि यत्रो दुःख गर्नुहुन्छ, उहाँलाई तानै ल्याउनुपर्छ क्यामेराको अगाडि। सो मेरो पिरी भेनाजुले 2 शब्द राख्नुहुन्छ, तपाईले ध्यानले सुनिदिनुस् है। अब गएर 28 गते त अब गएर त्यो तपाईलाई थाहा भएको कुरो हो हैन। उज्यालोको नायक अब कुलमानजी आउनुहुन्छ, त्यसको लागि त अब गएर यहाँ व्यवस्थापन सम्बन्धीको अब यो मन व्यवस्थापन सम्बन्धीको चाहिँ यो संयोजक म भएकोले गर्दाखेरि अब के छ यहाँनिर लाइटको व्यवस्था के छ हैन, पङ्खाको व्यवस्था के छ, अनि त्यहाँबाट यो कुलरको अब गर्मीको मौसम छ, पानीको व्यवस्था के छ, अब त्यो टोयलेट हैन, पार्किङको व्यवस्था। यहाँ त मान्छे त धेरैजना आउनुहुन्छ, त्यसले पार्किङको व्यवस्था, कुर्सीको व्यवस्था अनि सरसफाइ एकदम विशेष सरसफाइमा ध्यान दिनुपर्छ। यो चिजहरूको व्यवस्था सुविधा कस्तो के छ अलिकति त्यस तपाईँको पङ्खा पनि यसमा छ, पुरै कुलर छ हाम्रो, तपाईँको सरसफाइ कुर्सीहरू जति छ नि, टोयलेट एकदम छ 8-10 वटा, पानीको सुविधा, हरेक चिज, पार्किङको सुविधा सबै छ यहाँ, कुनै चिजको त्रुटि हुँदैन यसमा। अच्छा, सब सुविधा छ नि? हजुर। ल ठिक छ, जे भयो भने खुसी लाग्यो हैन। अब त्यो तपाईँले भनेको कुराहरू चाहिँ यहाँ चाहिँ अब सबै अब गएर सम्पूर्ण हुनु पर्यो। र मुख्य कुरो चाहिँ के छ भन्दाखेरि त्यो 28 गतेको निम्ति तपाईँको यो जुन चाहिँ उज्यालोको जुन नायक कुलमान घिसिङ जुन आउने हुने भएकोले गर्दाखेरि सम्पूर्ण हाम्रो अब गएर नगरवासी हैनदेखि लिएर यो जिल्लाको सबैजना चाहिँ आउनको निम्ति चाहिँ हामीले चाहिँ अब यो मूल समितिको जुन संयोजक चाहिँ उहाँ धनबहादुर मिसन दाइ हुनुहुन्छ हैन। त्यसले गर्दाखेरि सम्पूर्ण चाहिँ आइदिनको निम्ति चाहिँ हामीले निम्तो गरेका छ। सबैजना आइदिनुहोस् है त भन्दै बिदा भयो। नमस्कार।
सबै साधन छ हैन त सबै कुरा छ। जे होस् यो सरस्वती पार्टी प्यालेसको दाइको कुरा सुनिसकेपछि चाहिँ हामीलाई चित्त पनि बुझ्यो। जे सबै कुराको चाहिँ साधन रहेछ भने पार्किङदेखि लगेर टोयलेटदेखि लगेर तपाईँको साउन्ड सिस्टम लिएर हरेक कुराको सुविधा रहेछ। त्यस कारणले गर्दा हामी सबैलाई चाहिँ एकदमै ठिक लाग्यो। हेर्न सक्नुहुन्छ तपाईँहरू सबैजना आइदिनु पऱ्यो कार्यक्रम सफल गर्नका लागि। तपाईँहरूले यो भिडियो हेरिदिनुहोस्, वाच गरिदिनुहोस्, सेयर गरिदिनुहोस्। कार्यक्रम सफल गर्नको लागि सम्पूर्णलाई म भिडियोदेखि नै युट्युब च्यानल मार्फतदेखि नै तपाईँलाई पनि म निमन्त्रणा गर्दैछु। यो कार्यक्रममा सफल गरिदिनुपर्छ। यो कार्यक्रम भनेकै हाम्रो उज्यालोको नायक श्री कुलमान घिसिङज्यूलाई सम्मान गर्ने कार्यक्रम हो। यो कार्यक्रममा तपाईँ सबैको सहभागिता चाहिन्छ। तपाईँ सबै हाम्रो नागरिक हुनुहुन्छ। तपाईँ सबै हाम्रो जनता, हाम्रो देशको राज्यको डायमन्ड श्री कुलमान घिसिङज्यूलाई हामीले सम्मान गर्नुपर्छ। सबैजनाले उहाँले कामलाई पनि सम्मान गर्नुपर्छ भन्ने हाम्रो बुझाइ हो। अब साँझ परिसक्यो, अब कुराकानी यस्तै हो। अब हामी चाहिँ अब पार्टी प्यालेसदेखि बाहिर छौँ, अब घरतिर जाने भइरहेछ। अब कार्यक्रम अझ सफल गर्नको लागि के गर्नुपर्छ भनेर हामी कुराकानी गर्दैछौँ। र नेक्स्ट ब्लगमा, नेक्स्ट भिडियोमा तपाईँहरूलाई म फेरि पनि मेरो कार्यक्रमको गतिविधिहरूको विषयमा तपाईँलाई म जानकारी दिइराख्छु। युट्युब च्यानलदेखि तपाईँले लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्। मेरो युट्युब च्यानललाई तपाईँले माया गरिदिनुहोस् र साथ सपोर्ट गरिदिनुहोस्। तपाईँलाई प्रत्येक अपडेट म दिइराख्छु कि हाम्रो कार्यक्रममा के भइरहेछ र के हुँदैछ भन्ने कुराहरू तपाईँहरूको माझमा राख्नेछु। सो सबैजनाले माया गरिदिनुहोस् र सबैजना यो कार्यक्रममा सफल गर्नको लागि तपाईँहरू आइदिनुहोस्। तपाईँहरूको साथ, तपाईँहरूको सपोर्ट, तपाईँहरूको माया ममता नै हाम्रो लागि ठुलो हो। हामी एउटा डायमन्ड, नेपालको डायमन्ड, हाम्रो राज्यको डायमन्डलाई हामी सम्मान गर्न गइरहेका छौँ। उहाँको सम्मानमा कुनै तरिकाको कमी कमजोरी नहोस् भन्ने हाम्रो चाहना छ। त्यही भएर हामी दिनरात यसरी उहाँको सम्मानको लागि खटिरहेका छौँ। र हामीले खटेर मात्रै हुँदैन, यहाँ तपाईँहरूको पनि साथ सपोर्ट एकदमै आवश्यकता छ। तपाईँहरूको पनि साथ सपोर्ट हामीलाई चाहिन्छ। यो भिडियोलाई धेरैभन्दा धेरै तपाईँले माया र यो भिडियोलाई सेयर गरिदिनुहोस्।